बिना मगर भन्ने हुनु त उहाँको नाम लिँदा अप्ठ्यारो होला, तर लिनुमै पर्छ। भोलि यस्तो नहोस् क्या, आज पनि आजको मन्त्रीहरूलाई भोलि सराप्दै मान्छे फर्केको नहोस्। उहाँलाई एउटा फाइल मैले बुझाउँथेँ खानेपानीको, मेरो आफ्नो व्यक्तिगत केही होइन, म व्यापार गर्छु, मलाई यस्तो फर्म खोल्छु, मलाई यस्तो दर्ता गरिदिनुहोस् भनेर मैले नेतालाई धाउने, सिंहदरबार धाउने मेरो कुरा कहिले हुन्छ। धरानको महानगरपालिकाको खानेपानीको विषय लिएर आएँ, उहाँ के अरे खानेपानी मन्त्री हुनुहुन्थ्यो। 7 दिन म तपाईँको चाहिँ के अरे लड्नु बस्छु, भरै भोलि भ्याउनुहुन्न, भरै भोलि मेरो पालो रिस उठेर त्यो फाइलमै मैले खानेपानी मन्त्री मुर्दाबाद लेखेर उतिर गेटमा उभिएँ। पुलिसले खोलाउँदै मलाई परेर लग्यो, भरे छोडिदियो, पर लग्यो। यस्तो नगर्नु आइन्दा, गोली हान्दिन्छ तँलाई भनेर है। त्यो सिंहदरबारमा यस्तो देखाउनु मिल्छ, त्यो रिस्ट्रिक्टेड एरिया, तँलाई गोली पनि लाग्न सक्छ भनेर हकारेर पठायो। खिन्न भएर गएँ, त्यो दिनहरू सम्झिन्छु क्या। आज पनि सयौँ हर्का साम्पाङ, हजारौँ हर्का साम्पाङ त्यो गेटबाट फर्किरहेको